सबैजना हजुरहरूलाई फेरि पनि मेरो टस्टीले है अन्त फेपुलो भन्दै फेरि पनि मैले एउटा गुजाङपो है भन्दै एउटा राम्रो सर्ट भिडियो लिएर आएको छु। आज मेरो ब्लग चाहिँ के हुनेछ भने जुन चाहिँ मैले फेसबुकदेखि कम्ती पैसा पाएको थिएँ अन्त यो सामानहरू अलि किनेर किनेर हामीहरू सबै मिलेर अन्त तल कोपीबारी भने चाहिँ अलिक निकै हिँड्नुपर्छ। अन्त रोड भर्खर रोड खन्दैछ है, तपाईँले देख्न सक्नुहुन्छ रोड चाहिँ राम्रोसँग फिनिसिङ भएको छैन। अब 1-2 वर्ष लाग्छ होला फिनिसिङ हुनु। तर तपाईँहरू यो बाटो चाहिँ तपाईँहरूले के देखाउनेछु भने है बाटोलाई देखि चाहिँ तल सबै मान्छेहरू यो बाटैदेखि नै सामान बोकेर रासिन पानीहरू भयो जे भयो सबै यो मान्छेहरू है यहाँको मान्छेहरू सबै यो बाटोदेखि नै उनीहरूले खानाहरू रासिन पानी सबै खानुहुन्छ। अन्त यसै गरेर तपाईँहरूलाई हामी चाहिँ म तलको हामी कोन्पा जाँदैछु। कोन्पा चाहिँ किन गएको भन्दाखेरि भोलि चाहिँ एउटा वाङ थियो। वाङ अन्त अलिकति यो आज चाहिँ एउटा पूजा रहेछ है, अन्त पूजाको लागि हामीले प्रसादहरू चिन्सेको सामानहरू अलिअलि किनेर लगेको थिएँ। अन्त जाँदा यस्तो ओह्रालो चाहिँ बाटो चाहिँ यस्तो छ, तपाईँले देख्नु भएकोलाई बाटो चाहिँ एकदम म चाहिँ धेरै भएको थिएँ यहाँ नगएको 2-3 वर्ष। अन्त यस्तो भएछ यहाँ धेरै अहिले बजार जस्तो भएछ। पहिला जाँदाखेरि त यति राम्रो थिएन है बाटोहरू, तर बाटोहरू एकदम राम्रो भएछ अहिले चाहिँ। पहिला त अलिक साह्रो थियो। अन्त कोपीबारी चाहिँ यस्तो रहेछ, हेर्नु देख्न सक्नुहुन्छ। यहाँ चाहिँ फोटो यस्तो यो ठुलो यो बनाएर राखेको छ, तपाईँले देख्न सक्नुहुन्छ। अहिले जग्गा तपाईँलाई मैले एक झलक देखाएको छु। हामी चाहिँ तल गुन्पामा गएको मनिलाखाङमा है, तर यो गुन्पामा पूजा चाहिँ भएको छैन, अलिकति स्कुलमा गर्दैछ भनेर सुनेको थिएँ। हामी चाहिँ स्कुल ग्राउन्डमा जाँदैछौँ। अन्त मैले यस्तो झोला बोकेको छु। तपाईँलाई मेरो झोला बोक्ने तरिका कस्तो लाग्यो के लाग्यो, म चाहिँ यस्तै बोक्छु किनभने सानोदेखि मलाई यस्तो बोक्नु पुरा मनपर्छ। तपाईँले मेरो जुन चाहिँ भिडियोमा पनि तपाईँले मैले ब्याग बोक्दैन यसरी बोक्छ किन भन्दाखेरि मलाई यसरी बोक्नु पुरा मनपर्छ है। अन्त यसरी गयौँ हामी तल स्कुलको छेउतिर पुगेँ। अन्त बात मार्दै गएँ है पहिला चाहिँ। अन्त हामी धेरै हुनु त यो बाटो त म धेरै झरिबस्थेँ पहिला। हामी गोलीहरू खेल्नु गर्दा फुटबलहरू खेल्दाखेरि यो स्कुलमा धेरै खेल्यौँ हामीले। अन्त हामी अगाडि यस्तो छ बाटो एकदम राम्रो छ। गुन्पा चाहिँ यता हो, एकदम दामी बनाएको छ यो गुन्पा मनिलाखाङ है। अन्त यस्तो गरेर हामीले प्रसादहरू सबै चढिसक्यो। चियाहरू खाएर चाहिँ चियाहरू खाँदै थिएँ होइन। त्यहाँ टक्क जाँदाखेरि त त्यहाँ सानो नानीहरू है मेरो आफूहरू होइन अन्त नानीहरू हामी चियाहरू खायो, सबैजना बात मारेँ। अन्त नानीहरू बाहिरसँग सबै मान्छेसँग बात मन भयो है। बात मारेर अन्त सानो नानीहरूले त मलाई चिन्दै रहेछ, कसरी चिन्दै रहेछ भन्ने अब मेरो धेरै उनीहरूले भिडियो हेर्दो रहेछ है। यस्तो हेर्दै उनीहरूले पनि भिडियो हेरेर मेरो फलोवर्सहरू रहेछ 1-2 जना है मलाई फलो गर्दै रहेछ। अन्त थ्याङ्क यू सो मच मेरो सिस्टरहरू है, मलाई धेरै मेरो भिडियोमा उनीहरूले हेरेको रहेछ, लाइक गरेको रहेछ। अन्त 1-2 जनाले मलाई पहिलादेखि नै चिन्दै रहेछ। तपाईँले अलिक उनीहरू के भन्छ सुनिदिनुहोस् है, उनीहरूले के भनिन्छ। मेरो नाम हो, मेरो नाम तपाईँको नाम, मेरो नाम यहाँ चिनेन तपाईँलाई बोकेको त तपाईँलाई बोकेस लाग्यो होइन। एकताल फाले खाँदाखेरि माथि तपाईँ एकजना साथी थिए नि यस्तो डल्लो आना भएको, उस्तो डल्लो आनामा कहाँ गयो तपाईँ साथी एकजना? मेरो पनि फोटो थियो। मेरो युट्युबमा आउँछ, तपाईँहरू युट्युबमा आउँछ है, मेरो च्यानलमा आउँछ है भरे लु हेलो भन्नु फलो गरेर। हेलो गाइस, माय नेम इज सङ्गीत लेप्चा। अहिले चाहिँ म गुन्पामा छु। म यहाँ हो, म लिम्बूमा बस्छु। हामीले एउटा यता मेरो ब्लग हेरेको छ मेरो साथी, मेरो ब्लग हेर्नु भएको के छ नाम? मेरो नाम के छ? अन्त मलाई कसलाई थाहा छैन मेरो नाम के छ? ब्लग हेर्नु भएको कुन चाहिँ ब्लग हेरेँ? ल मेरो सब्सक्राइब एउटा फ्यान पाएँ मेरो ब्लग हेर्नु भएको उता हो। हिस्से आ गयो हिस्से यहाँ देख्नुमा यहाँ गोली खेलेको, गोली खेल्दा आएको नि तपाईँ याद छ? तपाईँलाई मलाई बोकेको क्या एकताल। तपाईँ दाँत त यस्तो थियो पहिला मिसिस अहिले यस्तो छ त यी गर्नु त दाँत के खायो? किराले तपाईँको तपाईँको साथी खै? मेरो आउनु खाने डेरी तपाईँ के खाने? यता तपाईँ के खाने? तपाईँ के खाने? लु तपाईँ तपाईँ खै त बोलिदिनु नि तपाईँ के खाने? तपाईँ ए यसको दाँतै छैन यसको त, यसको दाँतै छैन। यी गर त दाँतै छैन यसको त मिठा खान्छ के देखेँ मैले यता जाँदै थिएँ यता आयो होइन, ऊ भुतायो भनेर कस्तो खुट्टा काम्यो होइन। अन्त अघि होइन त्यहाँदेखि
भूत देखेँ तपाईँले अघि मैले देखेँ कस्तो रहेछ पूजा गरेर चाहिँ भूत चाल पाउने रहेछ नि के अन्त म त उहाँ बस्दै थिएन लामाले हिकायो नि लामाले हिकायो मैले पनि हिकायो त्यहाँभित्र चाहिँ पानी रहेछ नि किन हिकाएको छ लामाले के गरेको नि हाम्रोमा भूत नपसेर अन्त जातिको लागि अब जाति हुनको लागि फेरि ग्राउन्डमा जानु हुँदैन फेरि भुन्छ त्यहाँ ल मेरोमा तपाईँको भएर भिडियोमा हालिदिन्छु मेरो भिडियो हेर्नु ल नाम के छ भन्नु नाम छिरिनी हुँदै लेप्चा होइन हो मेरो के छ हिस्से पाल्छौँ उसलाई याद रहेछ हिस्से पाल्छौँ ल यहाँ चाहिँ पूजा हुँदै थियो है अब पूजा सकेर हामी फेरि सबै सकेर ब्याक फर्किने बेला भयो अन्त हामी हिँड्नुपर्ने हुन्छ हामी तल्लो बाटो आयो बाटो यस्तो छ तपाईँले देख्न सक्नुहुन्छ है बाटो चाहिँ अन्त यस्तो भन्दै हजुर सबैजनालाई एकदम थ्याङ्क यू सो मच है मेरो भिडियो हेरिदिएकोमा लास्टसम्म हेरिदिने तपाईँले भिडियो हेरेर एकदम आनन्द लिने है अन्त खुसी हुने तपाईँहरूको एकदम दिनमा शुभ बिहान हेर्दैछौँ तपाईँहरूलाई गुड मर्निङ दिउँसो हेर्दैछु गुड आफ्टरनुन गुड इभिनिङ है त्यहाँदेखि बेलुका हेर्दैछु गुड नाइट है यसो गरेर तपाईँले मेरो भिडियो राम्रो हेरिदिने तपाईँहरूको लागि यस्तो राम्रो भिडियो बनाउन सकोस् जहिले पनि है अनि त्यसो गर्दा यस्तो छ ब्रिज चाहिँ यहाँ त्यो तर जानुपर्छ अन्त म चाहिँ माथिदेखि गइसक्यो एकदम तर फिनिसिङ भयो भने रोड चाहिँ एकदम राम्रो हुन्छ अहिले चाहिँ फर्स्टमा त यस्तो साह्रो पर्छ होइन अन्त हामी चाहिँ पर फर्स्टमै पुगेछ हिँडेर हो अन्त हामी चाहिँ यस्तो बिस्तारै हिँडेर माथि फेरि ब्याक घर गएँ अन्त हजुर सबैजनालाई अब बुद्ध पूर्णिमामा एकदम सबैजनालाई मेरोदेखि अन्त ह्याप्पी विस गरेको तपाईँलाई है बुद्ध पूर्णिमामा है तपाईँलाई मेरो मजाक कस्तो लाग्यो साँच्ची नै हो यहाँदेखि लड्यो भने तल चाहिँ आया भन्नु पाउँदैन एकदम डेन्जरस रक्सी खाने मान्छेहरू माथि लड्छ अन्त भाइ 3 जना आउँदै थियो कि अन्त मलाई त कस्तो भन्दा चाहिँ भाइले अगाडिको भाइले त अघि अस्कल देख्दैन त अरे यहाँ दादा भने किन भनेको त फुटबल खेल्नुपर्छ ल अरे कहिले भने अगस्तमा अरे यस रोनाल्डोको फ्यान रहेछ हेर्नुहोस् नि भाइले अन्त मेरो म्याच हेर्नु आउनुपर्छ ल हुन्छ अरे हो आउँदाखेरि चाहिँ एक एकवटा स्यान्डफुड ल्याइदिनु अरे हो स्यान्डफुड मात्रै हो तिमीलाई ठुल्ठुलो मिठाई ल्याइदिन्छु भने अनि यसो भनेर तपाईँलाई बाई बाई भनेर गयो त्यहाँदेखि जाँदा म चाहिँ माथि पुग्यो हजुरहरूलाई सबैजनालाई मेरोदेखि है एकदम पुरै राम्रो गर्दैछु है पूजा गर्दैछु मेरो फलोवर सबैजनालाई यसो पनि तपाईँहरूलाई मैले जति पनि त्यो दिउँसो पाएको थियो सबै त्यो यस्तो दान पुण्य गरेको छु सबैको लागि है मेरो लागि मात्रै होइन मेरो सारा संसारको मैले आँखालाई देख्ने मेरो